नमस्कार साथीहरू। आज फेरि हामी अर्को एउटा सल्युसन बुझ्न गइरहेका छौं। एकाउन्टिङ फर शेयर भन्ने च्याप्टरको जर्नल इन्ट्रिजको यो सल्युसन म गर्न गइरहेको छु र यो क्वेशन लिदैछु म। एउटा क्वेशन हामीलाई बोर्ड एक्जाममा सोधेको क्वेशन हो। यो क्वेशन छ 2079 को सेट ओ। 2079 को सेट ओ क्वेशन लिदैछु म। यो क्वेशनको म सल्युसन गरेर बुझाउँदैछु है त। ल सबैभन्दा पहिले म क्वेशन पढ्छु हैन, क्वेशनमा के भनेको छ भन्ने कुरालाई हेर्ने अनि त्यसपछि सल्युसन गर्न सजिलो हुन्छ। पी कम्पनी लिमिटेड इस्युड 10,000 शेयर्स। पी कम्पनीले चाहिँ 10,000 वटा शेयर इस्यु गर्दैछ। एउटा कम्पनी छ पी कम्पनी, जसले चाहिँ आफ्नो शेयर होल्डरका निमित्त भनेर 10,000 वटा शेयर चाहिँ इस्यु गर्दैछ। ल मैले अलिकति क्वेशनलाई सजिलो बनाउनको लागि यहाँ लेखेँ, कम्पनीले इस्युड गरेको नम्बर अफ शेयर कति हजार हो त? 10,000 वटा शेयर्स हो। 10,000 शेयर इस्यु गर्दैछ। अफ ₹100 इच, 100 रुपियाँ पर्यो हैन। अनि एट 10% डिस्काउन्ट, र 10% डिस्काउन्ट भनेको छ, यो 10% भनेको चाहिँ 100 को 10% हो। 100 को 10% डिस्काउन्ट भए पछाडि चाहिँ अब हाम्रो जम्मा पेएबल अमाउन्ट भनेको चाहिँ हाम्रो 90 मात्रै हुन्छ है त। किनभने 100 मा 10 त हामीले छुट दियौं भनेपछि 90 मात्रै भयो हैन। ल एप्लिकेसनमा दिएको छ 35। एप्लिकेसनको रेट हामीलाई दिएको छ 35 दिएको छ। त्यसपछि एलोटमेन्टको रेट दिएको छ हामीलाई 40। एलोटमेन्टको रेट दिएको छ हामीलाई ₹40। त्यसपछि फाइनल कल भनेर दिएको छ हामीलाई। फाइनल कलको रेट भनेको चाहिँ हामीलाई दिएको छ फाइनल कलको @15। ल यो तीनटा भ्यालु जोड्दा चाहिँ हाम्रो 90 मात्रै पुग्नु पर्छ, किनभने 100 को 10% 10 त डिस्काउन्ट छ हैन। ल 90 रुपैयाँ पुगेको छ, ₹90। यसको अर्थ के हो भने 10 रुपैयाँ चाहिँ हाम्रो डिस्काउन्ट छ, र यो डिस्काउन्ट चाहिँ हाम्रो कहाँनेरि छ त भन्दा एलोटमेन्टमा छ। क्वेशनले यहाँ यो किस्तामा भनेर भनेको छैन, हामीले एलोटमेन्टमा छ भनेर बुझ्नुपर्ने हुन्छ। अब फेरि क्वेशनले भन्दैछ एप्लिकेसन वे रिसिभ फर 15,000 शेयर। ल कम्पनीले बेच्न खोजेको शेयर चाहिँ 10,000 वटा मात्रै थियो हैन, तर किन्ने शेयर किन्ने इच्छुकहरू चाहिँ बढिरहेछन्, जसले गर्दाखेरि चाहिँ 15,000 शेयर चाहिँ रिसिभ भयो। अब यहाँ के कुरा बुझ्नु पर्यो हामीले भने कम्पनीले बेच्न खोजेको शेयर 10,000 वटा थियो हैन, तर बिक्री चाहिँ 15,000 वटा भयो। यानी कि एप्लिकेसनको पैसा चाहिँ 15,000 वटा आयो भनेर हामीले बुझ्नु पर्यो। बढी चाहिँ एप्लिकेसनमा बढी पैसा आयो। यो सबै शेयर चाहिँ हामी फेरि बेच्न सक्दैनौं, किनभने हामीसँग बेच्न शेयर भनेको चाहिँ 10,000 वटा शेयर मात्रै हो। त्यो भन्दा बढी शेयर हामी बेच्न सक्दैनौं। यदि 10,000 भन्दा बढी शेयर रिसिभ भयो भने यसलाई कसरी युटिलाइज गर्ने होला भन्दा यसलाई युटिलाइज गर्ने तरिका हाम्रो तीनटा छ। एउटा फुल बेसिसबाट हैन, जतिमा तति शेयर दिएर भने, अर्को चाहिँ हाम्रो प्रोराटा बेसिसबाट, जतिवटा शेयर एप्लाइड गरेको छ शेयर होल्डरले शेयर पाउनका निमित्त त्यो भन्दा कम शेयर दिनु। कम शेयर दिएर पनि हामी के गर्न सक्छौं, शेयर इस्यु गर्न सक्छौं भने त्यसलाई प्रोराटा बेसिस भनिन्छ। भने त्यसबाट अर्को छ हाम्रो निल बेसिस। जतिमा ततिवटा शेयर दिने त्यसलाई फुल बेसिस भनियो, जतिमा कम शेयर दिने त्यसलाई प्रोराटा शेयर भनियो, जसमा कसैलाई पनि शेयर नदिने चाहिँ हाम्रो के भयो त, निल बेसिस भयो। अब यो तीनटै बेसिसबाट शेयर बिक्री गर्नुपर्छ भन्ने छैन हैन। हामी एउटा प्रोराटाबाट मात्रै पनि गर्न सक्छौं। प्रोराटा र हैन निलबाट गर्न सकिएला, प्रोराटा र फुलबाट गर्न सकिएला। जे होस्, युटिलाइज गर्ने तरिका, एक्सिस जुन शेयर छ मनी रिसिभ हुन्छ त्यसलाई युटिलाइज गर्ने तरिका हाम्रो जम्मा तीनटा भयो। एउटा फुल, एउटा प्रोराटा र एउटा निल। अब हाम्रो क्वेशनले के भन्दैछ हेरौँ है त। 2000 एप्लिकेन्ट वेयर एलोटेड इन फुल भनौ। ल त्यसो भए अब के बुझ्यो भने 2000 मा 2000 वटा के भयो त हाम्रो इस्यु भयो भने पछाडि यो चाहिँ फुल बेसिस भयो। जतिमा तति शेयर पाउनु चाहिँ हाम्रो कुन बेसिस भयो त, फुल बेसिस भयो भनेर बुझ्नु पर्यो। त्यसपछि अर्को के छ भने एन्ड ब्यालेन्स एप्लिकेन्ट वेयर एलोटेड अन प्रोराटा बेसिस। अब बाँकी रहेको चाहिँ सबै प्रोराटा बेसिस भनौँ भनेपछि यो क्वेशनमा निल बेसिस चाहिँ रहेन रहेछ है त। ल बाँकी कति रह्यो भन्ने कुरा अब कसरी थाहा पाउने भन्दाखेरि हाम्रो एप्लिकेसन रिसिभ कतिवटा भएको थियो, 15,000 शेयर भएको थियो भनेपछि अगाडि हामीले 15,000 भनेर लेख्नु पर्यो। कम्पनीले इस्यु गरेको नम्बर अफ शेयर कति थियो त, 10,000 थियो भने यहाँ पछाडिपट्टि हामीले 10,000 लेख्नु पर्यो। अब बाँकी रहेको कति शेयर हो भन्ने कुरा पत्ता लाग्छ। यहाँ 2000 छ, यहाँ 15,000 छ भनेपछि हाम्रो 13,000 बाँकी रह्यो। 13,000 प्लस 2,000 गर्दा हाम्रो 15,000 भयो। यहाँ 10,000 छ, यहाँ 2,000 छ भने यहाँ कति बाँकी रह्यो त हाम्रो
8000 बाँकी रह्यो 8000 र 2000 ले 10000 भयो यहाँ बढी शेयर छ यहाँ कम शेयर छ एप्लाइड नम्बर अफ शेयर बढी एलोटेड नम्बर अफ शेयर कम छ भने यो चाहिँ हाम्रो कुन बेसिस भयो त प्रोराटा बेसिस भयो भनेर बुझ्नु पर्यो एउटा फुल बेसिस रहेछ एउटा प्रोराटा बेसिस रहेछ अब फेरि क्वेशनले के भन्दैछ भने अल कल मनी वे ड्युली रिसिभ सबैजनासँग पैसा मागियो सबैजनासँग पैसा उठो हैन एक्सेप्ट अन फाइनल कल मनी अन 400 शेयर 400 वटा शेयरको चाहिँ फाइनल कलको पैसा एक्सेप्ट भनेपछि उठेन भनेपछि यो चाहिँ कल सिनेरियस भयो है त ल हामीले यहाँ बुझ्नको लागि लेखिराखेँ मैले कल सिन एरियस भएको छ कतिवटा शेयर 400 शेयर कुन किस्तामा भयो त भन्दाखेरि फाइनल कलमा भयो कुनमा भयो फाइनल कलमा भयो अब रिक्वायर्डमा के सोधेको छ भने जर्नल इन्ट्री फर एप्लिकेसन एलोटमेन्ट र फाइनल कल भनेको छ अब हामीले बुझ्नुपर्ने कुरा के हो भने हामीले जर्नल इन्ट्री बनाउनु पर्यो एप्लिकेसन एलोटमेन्ट र फाइनल कल एप्लिकेसनको दुईटा बनिन्छ एलोटमेन्टको दुईटा फाइनल कलको दुईटा यो भन्दा अगाडिको क्लासमा हामीले फर्मेट स्ट्रक्चर बुझेका छौं एप्लिकेसनमा पहिले रिसिभ जर्नल बनाउनु पर्यो अनि ट्रान्सफर भएको जर्नल बनाउनु पर्यो भने एलोटमेन्टमा चाहिँ ड्यू अनि रिसिभ अनि फाइनल कलमा पनि ड्यू र रिसिभ गरेर हामीले जर्नल बनाउनु पर्ने हुन्छ जम्मा हामीले तीनवटा इन्स्टलमेन्टको 6 वटा जर्नल बनाउनु पर्यो अब हामीले क्वेशन त बुझिसक्यौं हैन अब यही क्वेशन बुझेको आधारमा हामी के गर्दै छौं त जर्नल गर्दै छौं र क्वेशनको मैले यहाँ समराइज गरिसकेको छु क्वेशन यहाँ हामीसँग प्रश्न देखिन्छ हैन क्वेशनको समराइज यही भइसक्यो अब यसैलाई हेरेर हामी के गर्छौं त सल्युसन गर्छौं ल सबैभन्दा पहिलो हाम्रो अन शेयर एप्लिकेसन भन्ने जर्नल बनाउनु पर्यो अन शेयर एप्लिकेसन भन्ने जर्नलमा के हुन्छ भन्दाखेरि बैंक अकाउन्ट डेबिट टु शेयर एप्लिकेसन भन्ने हुन्छ बैंक अकाउन्ट डेबिट टु शेयर एप्लिकेसन अकाउन्ट है त अब यसको न्यारेसन के हुन्छ भन्दा बीइङ शेयर एप्लिकेसन मनी इज रिसिभ हामीले एप्लिकेसनको पैसा पायौं एप्लिकेसन मनी इज रिसिभड भनेर लेखिदिनु पर्यो ल अब त्यसपछि हाम्रो के हुन्छ भन्ने कुरामा जानु भन्दा पहिले हैन पहिले हामी यसको पैसा भरौं है त एप्लिकेसनको रेट कति छ पहिले हेरौं एप्लिकेसनको रेट छ हाम्रो 35 यो 35 सँग हामीले मल्टिप्लाई गर्नुपर्ने हुन्छ हाम्रो रिसिभ नम्बर अफ शेयर कम्पनीले कतिवटा शेयर रिसिभ गरेको थियो भन्दा 15000 वटा रिसिभ गरेको थियो है त 15000 इन्टु कति गर्नु पर्यो त हामीले 35 गर्नु पर्यो ल 15000 इन्टु 35 हामी क्याल्कुलेसन गर्न सक्छौं ल हाम्रो आयो 5,25,000 है त ल 5,25,000 भयो क्रेडिटमा 5,25,000 भयो डेबिटमा अब के गर्ने भन्दा शेयर एप्लिकेसन यहाँ क्रेडिटमा लेखेको छ भने अब हामीले शेयर एप्लिकेसनलाई कहाँ राख्नुपर्ने हुन्छ त डेबिटमा राख्नुपर्ने हुन्छ शेयर एप्लिकेसन अकाउन्ट डेबिट भन्नु पर्यो र त्यसपछि क्रेडिटमा लेख्नु पर्यो हामीले टु शेयर क्यापिटल अकाउन्ट भनेर लेख्नु पर्यो अब यहाँ बुझ्नुपर्ने कुरा के छ भने शेयर एप्लिकेसन क्रेडिटमा जति लेखेको छ शेयर एप्लिकेसन डेबिटमा त्यति नै लेख्नुपर्छ 5,25,000 लेख्नु पर्यो अब शेयर क्यापिटल भनेर चाहिँ हामीले 5,25,000 लेख्न मिल्दैन है त किन मिल्दैन भन्दाखेरि शेयर एप्लिकेसन चाहिँ 15000 वटाको रिसिभ भएको हैन तर हामीले शेयर त 15000 दिन सक्दैनौं किनभने यो त रिसिभ भएको कम्पनीले इस्यु गरेको नम्बर अफ शेयर त 10000 मात्रै हो त्यसैले क्यापिटल चाहिँ हाम्रो 10000 सँग मल्टिप्लाई गर्नुपर्ने हुन्छ 10000 इन्टु कति गर्नु पर्यो 35 गर्नु पर्यो जुन भनेको चाहिँ हाम्रो 3,50,000 हुन्छ अब त्यसपछि के गर्ने होला भन्ने कुरामा मैले फर्मेट लेखाउँदाखेरि शेयर एप्लिकेसन अकाउन्ट डेबिट टु शेयर क्यापिटल मात्रै लेखेको छु त्यो चाहिँ हाम्रो के को लागि काम दियो त भन्दाखेरि हाम्रो इस्युड नम्बर अफ शेयर र रिसिभ नम्बर अफ शेयर बराबर छ भने है त तर यदि बराबर छैन एक्सिस भएको छ बढी भएको छ भने चाहिँ अब हामीले के गर्नु पर्यो भने त्यो जुन मनी ओभरपेड भएको हुन्छ त्यसलाई युटिलाइज गर्ने तरिका हामीले यहाँ लेखेका छौं एउटा प्रोराटा बेसिस एउटा फुल बेसिस यो फुल बेसिसले हाम्रो सल्युसनलाई केही फरक पर्दैन त्यसो भए अब हामी प्रोराटा बेसिसमा जानुपर्ने हुन्छ ल प्रोराटा बेसिसमा हाम्रो पैसा गएको हुन्छ जस्तो अब यहाँनेरि चाहिँ एउटा नील बेसिस थियो भने यहाँनेरि के थियो भने नील बेसिस थियो भने यहाँ टु बैंक अकाउन्ट भनेर नील बेसिसको पैसा हाल्दिनु पर्थ्यो तर यो क्वेशनमा त हाम्रो नील बेसिस छैन यहाँ त एउटा फुल छ एउटा प्रोराटा छ
प्रोराटाले हाम्रो सल्युसनलाई असर पार्ने हुन्छ तर फुलले केही पनि असर पारेन हैन। अब प्रोराटामा भन्ने बित्तिकै के बुझ्नु पर्यो भने चाहिँ त्यो एक्सिस जुन मनी भएको छ, जुन मनी ओभरपेड भएको छ, हामीले रिसिभ गरेका छौं बढी भएको पैसा, त्यसलाई चाहिँ एलोटमेन्ट भन्ने किस्तामा लानुपर्छ। त्यसो भए अब हामीले यहाँ के लेख्नु पर्यो, शेयर एलोटमेन्ट भनेर लेख्नु पर्यो है त, शेयर एलोटमेन्ट एकाउन्ट भनेर लेख्नु पर्यो। अब हाम्रो ब्यालेन्सिङ फिगर कति रहेको छ भन्दा 5,25,000 माइनस 3,50,000 गर्नु पर्यो। ल यो गर्दाखेरि हाम्रो आउँछ 1,75,000 आउँछ। ल 1,75,000 चाहिँ हामीले सबै के गर्ने त, एलोटमेन्टमा लगेर हाल्ने त भन्ने कुरा आउँछ। पहिले हामीले एलोटमेन्टमा लगेर हालिहाल्नु हुँदैन, पहिले एलोटमेन्टमा हामी कतिसम्म लेख्न मिल्छ, यसको लिमिट कति हो भन्ने कुरा चेक गर्छौं। यो लिमिट चेक गर्नको लागि चाहिँ यो प्रोराटा बेसिसको, जस्तो यो छ नि प्रोराटा बेसिस 13,000 र 8,000, यसको पछाडिपट्टिको नम्बर अफ शेयर भनेको एलोटेड नम्बर अफ शेयरसँग चाहिँ हामीले एलोटमेन्टको रेटलाई मल्टिप्लाई गर्नुपर्छ। यानी कि 8,000 भनेको हाम्रो प्रोराटा बेसिसको एलोटेड नम्बर अफ शेयर, पछाडिको नम्बर अफ शेयर इन्टु हाम्रो एलोटमेन्टको रेट भनेको कति छ त 40 छ। ल यो मल्टिप्लाई गरौँ कति हुन्छ है त। ल 3,20,000 हुने रहेछ। यसको अर्थ के बुझ्यो भने हामीले यो शेयर एलोटमेन्ट भन्ने जहाँ छ हैन, हामीले लेख्नु पर्ने चाहिँ 3,20,000 सम्म लेख्न मिल्दो रहेछ है त। यहाँ 3,20,000 सम्म लेख्न मिल्छ, जबकि हाम्रो ब्यालेन्सिङ फिगर भनेको चाहिँ 1,75,000 मात्रै हो। 3,20,000 सम्म लेख्न मिल्ने ठाउँमा 1,75,000 त मजाले लेख्न पाइयो हैन। भने पछाडि अब हामीले शेयर एलोटमेन्टमा 1,75,000 लेख्न पाइयो। यदि यहाँनेरि चाहिँ ब्यालेन्सिङ फिगर चाहिँ 3,21,000 थियो भने चाहिँ हामीले शेयर एलोटमेन्टमा 3,20,000 लेख्नु पर्यो हैन। 3,21,000 पैसा यहाँ थियो यदि भने यहाँ 3,20,000 लेखेर बाँकी रहेको 1,000 चाहिँ हामीले कहाँ लानुपर्ने हुन्थ्यो त, फर्स्ट एन्ड फाइनलमा लानुपर्ने हुन्थ्यो। तर हाम्रो एक्सिस मनी जुन छ त्यो चाहिँ हामीले कहाँसम्म मात्रै ट्रान्सफर गर्न सक्यौं त, एलोटमेन्टसँग मात्रै सक्यौं। यो कसरी थाहा पाउने भन्दाखेरि शेयर एप्लिकेसन 5,25,000 लेखिहालियो। क्यापिटल भनेको कसरी पत्ता लाग्यो भन्दाखेरि इस्युड नम्बर अफ शेयर 10,000 इन्टु हाम्रो एप्लिकेसनको रेट 35 गर्दा 3,50,000 आयो। अब यो भ्यालुबाट यो भ्यालु माइनस गर्दा 1,75,000 आयो हैन। अब 1,75,000 सबै लगेर राख्ने कि नराख्ने पहिले चेक गरौँ, एलोटमेन्टको लिमिट कति हो थाहा पाऊँ। त्यो भन्दा कम पैसा भयो भने राख्न मिल्यो, बढी भयो भने त मिलेन हैन। त्यसो हुँदाखेरि हामीले लिमिट चेक गर्यौं। लिमिट चेक गर्नको लागि यो पछाडिको हाम्रो प्रोराटाको पछाडिको नम्बर अफ शेयर भनेको 8,000 दिएको छ, पछाडिको नम्बर अफ शेयरसँग चाहिँ हामीले के गर्यौं त भन्दाखेरि एलोटमेन्टको रेट 40 सँग मल्टिप्लाई गर्यौं। यति गर्दा हाम्रो 3 लाख कति आयो त 20,000 आयो। 3,20,000 सम्म लेख्न मिल्ने ठाउँमा 1,75,000 लेख्न मिलिहाल्यो। ल त्यसो भए अब यसको न्यारेसन लेखिदिउँ। Being share application money, being share application money is transferred. Being share application money is transferred to share capital भन्दिउँ है त। ल यति भन्दिदा भइहाल्यो। हाम्रो एप्लिकेसनको जर्नल बन्यो। अब त्यस पछाडि जाउँ हामी अन शेयर एलोटमेन्टमा। अन शेयर एलोटमेन्टमा जाउँ। अब शेयर एलोटमेन्टको जर्नल बनाउनु पर्यो हामीले। शेयर एलोटमेन्टमा पहिले हामी ड्यू जर्नल बनाउँछौं। शेयर एलोटमेन्ट अकाउन्ट डेबिट, शेयर एलोटमेन्ट अकाउन्ट के गर्नु पर्यो हामीले डेबिट गर्नु पर्यो। अब यो क्वेशनमा चाहिँ हाम्रो डिस्काउन्ट छ है त, 10 रुपीज के छ डिस्काउन्ट छ भने अब हामीले यहाँनेरि डिस्काउन्ट अन इस्यु भनेर लेख्नु पर्यो। डिस्काउन्ट अन इस्यु अकाउन्ट डेबिट, डिस्काउन्ट अन इस्यु अकाउन्ट डेबिट। अनि त्यस पछाडि लेख्नु पर्यो टु शेयर क्यापिटल अकाउन्ट भनेर लेख्नु पर्यो। टु शेयर क्यापिटल अकाउन्ट। अब न्यारेसन भयो बिङ शेयर एलोटमेन्ट मनी इज ड्यू, बिङ शेयर एलोटमेन्ट मनी इज ड्यू भन्नु पर्यो। बिङ शेयर एलोटमेन्ट मनी इज ड्यू। अब यहाँनेरि चाहिँ हामीले के गर्नु पर्यो भने कति कति मल्टिप्लाई गर्ने त भन्दा इस्युड नम्बर अफ शेयर भनेको 10,000 छ। इस्युड नम्बर अफ शेयर भनेको हाम्रो 10,000 छ। यो 10,000 सँग चाहिँ हामीले 40 मल्टिप्लाई गर्नु पर्यो एलोटमेन्टको लागि। 10,000 इन्टु 40 गर्नु पर्यो है त।
अनि डिस्काउन्टको लागि चाहिँ भनेको 10,000 इन्टु कति गर्नु पर्यो त 10 गर्नु पर्यो किनभने डिस्काउन्ट त हाम्रो 10 रुपियाँ हो हैन 10,000 इन्टु 10 गर्नु पर्यो 10,000 इन्टु 40 भनेको चाहिँ हाम्रो कति भयो त भन्दाखेरि 4 लाख भयो 10,000 इन्टु 10 भनेको 1 लाख भयो है अब यो दुईटा जोड्दा हाम्रो कति भयो त 5 लाख चाहिँ हाम्रो क्यापिटल भयो अब त्यस पछाडि हाम्रो अर्को जर्नल हुन्छ बैंक एकाउन्ट डेबिट बैंक एकाउन्ट के भयो डेबिट अब यहाँ त हाम्रो कल्स इन एडभान्स केही छैन कल्स इन एरियस त हाम्रो फाइनल कलमा छ हैन बैंक एकाउन्ट डेबिट टु के लेख्नु पर्यो त शेयर एलोटमेन्ट एकाउन्ट भनेर लेख्नु पर्यो अब हामी हेर्छौं है त शेयर एलोटमेन्ट भनेर अघि हामीले कति लेखेका छौं डेबिटमा 4 लाख त्यसपछि शेयर एलोटमेन्ट क्रेडिटमा पनि 4 लाख नै लेख्नु पर्ने हुन्छ तर हामीले एलोटमेन्टको पैसा अघि हामीले एप्लिकेसनमा रिसिभ गरिसकेका छौं एलोटमेन्टको पैसा चाहिँ अघि हामीले के गरिसकेका छौं त एप्लिकेसनमै के गरिसकेका छौं रिसिभ गरिसकेका छौं भने यो चाहिँ हामीले माइनस गर्नु पर्यो 4 लाखबाट 1,75,000 लाई के गरिदिनु पर्यो माइनस गरिदिनु पर्यो ल माइनस गरौँ कति आउँछ 2,25,000 क्रेडिट 2,25,000 डेबिट ल being share allotment money is received being share allotment money is के भन्नु पर्यो त रिसिभ भन्नु पर्यो हामीले पाउनु पर्ने पैसा चाहिँ 4 लाख नै थियो हैन तर 1,75,000 चाहिँ अघि हामीले कहाँनेरि पाइसकेका छौं त एप्लिकेसन भन्ने इन्स्टलमेन्टमा एलोटमेन्टको पैसा पाइसकेका छौं भने फेरि पाउने कुरो भएन त्यही भएर चाहिँ हामीले त्यसलाई माइनस गर्नु पर्यो अब जो हामी फाइनल कलमा शेयर फाइनल कल भनेर लेख्नु पर्यो क्वेशनले नै हामीलाई फाइनल कल भनेको छ भने फाइनल कलै लेख्नु पर्यो यसको जर्नल हुन्छ शेयर फाइनल कल अकाउन्ट डेबिट शेयर फाइनल कल अकाउन्ट डेबिट टु शेयर क्यापिटल अकाउन्ट भनेर लेख्नु पर्यो शेयर फाइनल कल अकाउन्ट डेबिट टु शेयर क्यापिटल अकाउन्ट ल यो चाहिँ हाम्रो ड्यू जर्नल हो बिङ शेयर फाइनल कल मनी इज ड्यू भन्नु पर्यो बिङ शेयर फाइनल कल मनी इज ड्यू त्यसपछि हामीले अर्को बनाउनु पर्ने हुन्छ बैंक एकाउन्ट डेबिट र यहाँ चाहिँ हाम्रो कल्स इन एरियर्स पनि भएको छ त्यसो भए कल्स इन एरियर्सलाई हामीले डेबिट साइडमा देखाउनु पर्छ कल्स इन एरियर्स अकाउन्ट डेबिट टु शेयर फाइनल कल भनेर लेख्नु पर्यो टु शेयर फाइनल कल एकाउन्ट भन्नु पर्यो बिङ शेयर फाइनल कल being share final call money is received भनेर लेख्नु पर्यो ल अब हामी पैसा भर्छौं है त अब फाइनल कलमा पैसा भर्नको लागि के गर्नु पर्यो भने एलोटेड नम्बर अफ शेयर यानी कि इस्युड नम्बर अफ शेयर भनेको 10,000 छ हैन त ल यही 10,000 सँग मल्टिप्लाई गर्ने हो 10,000 इन्टु फाइनल कलको रेट भनेको 15 भनेको 1,50,000 डेबिट 1,50,000 क्रेडिट शेयर फाइनल कल डेबिटमा 1,50,000 लेखेपछि यहाँ पनि फाइनल कलमा कति लेख्नु पर्यो त 1,50,000 नै लेख्नु पर्यो अब एप्लिकेसनमा चाहिँ यहाँ एलोटमेन्टमा पैसा ट्रान्सफर भए जस्तो यहाँ चाहिँ फाइनल कलमा पनि ट्रान्सफर भइदिएको भए चाहिँ यहाँ पनि फाइनल कलमा चाहिँ 1,50,000 बाट माइनस गरेर लेख्नु पर्थ्यो त्यो अहिले हामीले गरिरहनु परेन हाम्रो कल्स इन एरियर्स कति भएको हो त भन्दा फाइनल कलमा 400 शेयर भएको छ त्यसपछि 400 इन्टु फाइनल कलको रेट हामीलाई चाहियो फाइनल कलको रेट भनेको हाम्रो 15 छ है त ल 400 इन्टु कति गर्नु पर्यो 15 गर्नु पर्यो ल यो भनेको हाम्रो 6,000 भयो 1,50,000 बाट 6,000 हामीले माइनस गर्नु पर्यो 1,44,000 भयो ल अब यो सल्युसन मैले गरे 2079 को सेट ओ को सल्युसन है त 2079 को सेट ओ को यो सल्युसन गरिसके पछाडी एकाउन्टिङ फर्स्ट इयर को यो इन्स्टलमेन्ट बेसिस को क्वेशन हो हैन र यो प्रोराटा बेसिस भएको क्वेशन है त यो क्वेशन गरेपछि हामीलाई एक्जाममा आउने क्वेशनहरु पनि यस्तै खालको हुने भएकाले गर्दा यो सल्युसन गरेपछि पक्कै अरु सल्युसनहरु गर्नलाई सपोर्ट पुग्यो होला भन्ने मैले विश्वास लिएको छु र अझै अरु भिडियोजहरु पनि म हाल्दै जाने छु च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला भिडियो पुरा हेरिदिनु भएको छ 1 लाइक गर्न नबिर्सिनुहोस् भिडियो पक्कै मन पर्यो भन्ने मैले आशा लिएको छु यस्तै भिडियोजहरु हेरिरहनु होला च्यानललाई सब्स्क्राइब गर्नु होला हामी सँगै जोडिरहनु होला थ्यांक्स फर वाचिङ